हेलो गाइस, नमस्कार, गुड मर्निङ। मेरो चाहिँ जन्मदिन हो भनौँ न। आज मेरो जन्मदिन हो। आज चाहिँ मेरो जन्मदिनमा म बिहान उठेर नुहाइधुवाइ गरेर पूजा गरेर अब मेरो मामु आउनुभएको छ यहाँनिर। मेरो मामुसँग मैले आशीर्वाद लिन्छु। मेरो मम्मीलाई थाहा छैन मेरो बर्थडे भन्ने कुरो। आज चाहिँ मेरो मम्मी बुढी हुनुहुन्छ, थाहा छैन। अब मम्मीलाई म आशीर्वाद दिनु, मम्मी मेरो ह्यापी बर्थडे भन्छु। मम्मीले कस्तो आशीर्वाद दिनुहुन्छ मलाई। आमा कता हुनुहुन्छ? आज मेरो ह्यापी बर्थडे नि त नि छोरी। आज ह्यापी बर्थडे रहेछ नि। मलाई आशीर्वाद दिनु, टिका लगाइदिनु। अलि ओमानो भइसकेछ। ल सुख शान्ति 2080 सालको शुभकामना। 81 साल हो। मेरी छोरीका जय जय। दुष्ट कर्म सबै धर्म सबै आओस्, शत्रु मित्र सबै जाऊन्, सुख शान्ति जय कल्याण होस्। परमेश्वरी नारायणले आशीर्वाद लागुन्, सुख शान्ति जय जय कल्याण होस्। परमेश्वरी मेरी आमाको आशीर्वाद लागोस्, जय होस्। आमाले मलाई मुनालाई पनि गङ्गा टाढा भएन, बेला पार्न सकिएन। मलाई आज जन्मदिने मेरी प्यारी आमासँग मेरो आज धेरै वर्ष पछाडि भेट भएको छ। मेरो ह्यापी बर्थडेमा आमा छोरीसँगै भएका छौँ। कति वर्षमा थिएन। टिकाउने मेरी आमा, मलाई संसार देखाउने मेरी आमा। संसार देखाएर त भाग्यमानी छोरी पाछु। गङ्गा जमुना राम लक्ष्मण छोरा भाग्यमानी भन्थे। भाग्यमानी छौ। मेरा आशीर्वाद लागुन्। छोरीहरूले जे बानी गरी खाइरहेछौ, सुख शान्ति छ छोराछोरीबाट मलाई। कल्याण परमेश्वरी नारायण भाउकीले जय जय होस्। Happy birthday to you, Nisha Didi. Thank you, thank you, thank you, thank you. देवरानी छोराछोरीहरू पनि आए। मेरो आज निशा दिदीको बर्थडे, जन्मदिनको धेरै धेरै शुभकामना निशा दिदी। थ्याङ्क यू सो मच। कहिले पनि यो केक काटेर बर्थडे गरेको छुइनँ। त्यसका लागि गोसर निशा नमान्दिनु। आज स्पेशल छ कि क्या निशा दिदी? बर्थडे केक काटेर बर्थडे नगर्ने चाहिँ सायद मै मात्रै होला। मैले केक काटेर बर्थडे कहिले गरेकी छुइनँ। तर अब यसो मलाई चाहिँ घरमा यसो मिठो मसिनो रोटी सोटी के चाहिँ पकाउन यताउता चाहिँ गर्न मन लाग्छ। आज निशा दिदीको बर्थडे स्पेशल केही रहेछ। भरे भात मेरो त दिउँसो खाजा खानुपर्छ ल। दिउँसो म रोटी पकाउँछु। ओके, रोटी खाजा खानुपर्छ। आज निशा दिदीको बर्थडे। ल गाइस, म चाहिँ अब मेरो बर्थडेमा म चाहिँ सब्जी आलु छ यहाँ, चना आलुको सब्जी पकाउने, अनि रोटी पकाउने। रोटी भएछ नि, के भएछ ट्याक्कै के गरेर यस्तो मुल्यो कुदो नि हो गन्ध बनाएको छ। कतिखेर भएको थाहा पाएको। निशा दिदीको बर्थडे स्पेसल गर्न आँट्नु भएको आज। बर्थडेमा चाहिँ यो हो। अरू केक काट्छन्, केक बनाउँछन्, म चाहिँ रोटी घुमाउँछु मेरो बर्थडेमा। मलाई केक सेक मलाई मन पर्दैन कि। आज मैले गरेको पनि छुइनँ कि। लु गाइस, यति भए मैले सब्जी पनि पकाउन हालेँ। बर्थडे गर्ले गाई यहाँ हाम्रा केटाकेटी यहाँ बल खेल्दैछ नि त। यहाँ के खेल तयारी हुन्छ। निशाले सब्जी पनि बनाउनु भयो। भएपछि चट्टसँगले रोटीलाई सब्जी मिठो कसो नहोला त। त्यही त नि टक्क लागेर सोध्दै खाँदै गर्नु रोटी आज। आज रोटी र सब्जीको स्पेसल।
ल गाइस हामी निसादी अलि सानो आगो काट्नु सानो रोटी पकाउन बस्नु भइरहेछ डढ्यो तेल भयो हुन्छ है तेल भयो हुन्छ नि गरी भाइको घरमै जाने रुनु आउने भटो कराइराख्यो गाइस मलाई चाहिँ हातले चाहिँ बनाउन आउँदैन रोटी मलाई डाडु हो मेरो डाडुले पनि म धेरै रोटी चाहिँ पकाउन मलाई आउँदैन र पनि आफू छोराछोरीको लागि चाहिँ जस्तो सुकै होस् भनेर सिक्दैछु बनाउन सिक्दैछु अब मेरो तेल पनि तातो तातेन म यसो विचार गर्नुपर्छ अरे यसरी भयो नि भयो भयो सायद भएको होला यो कि अब म हाल्छु है अब कस्तो कस्तो हुँदो हुन्छ रहेछ? रोटी यो भएन है ग्यास जोडिएन अलिक रोटी भएन नि साथै त रोटी के भयो एकदम ग्यास अलिक सानो हो धेर भयो आगो धेरै भयो आगो धेरै भयो नि साथी अलिक घटाउनु न आगो रोटी त फुले त है कस्तो राम्रो भयो रोटी त रोटी चाहिँ अब ठिक ठिकै भएको हो तर मलाई घुमाउन आएन क्या अलिकति घुमाउन आउँदैन नि तपाईँलाई जेठाजुले आमा झाक ल्याइदिनु भयो ढाक्नुपर्छ अरे हो के गर्नु जेठाजु ढाक्यो भने रोटीले तेल खाँदैन अरे भन्ने उहिलेको उखान छ नि त राम्रो भयो रोटी कस्तो भयो बहिनीहरू कमेन्ट गर ल ल आखिर त्यही अहिले रोटी पकाउन सिक्नु पर्छ त नसिकेर हुन्छ मलाई पनि आउँदैन छोरी पनि नजाने भएर हुन्छ नि यहाँ पकाउनु पर्छ ल हाम्रो आकृति छोरी रोटी पकाउन आँटिँदै बिस्तारो घुमाउनु कति बिस्तारी बिस्तारी आकृति खोइ भएन कि गाई घुमाइन्छ है ए लु भयो आकृतिले घुमाइ ल फर्स्ट रोटीमा है जोडियो म त मलाई जोड्न आउँदैन त घर खाने रहेछ ल आकृतिले पाएको रोटी राम्रो भयो ल फर्स्ट रोटीमै निसादी कस्तो हुँदैछ रोटी रोटी एकदम दामी हुँदैछ रोटी फुल्दैछ रोटी राम्रै भयो है राम्रो भएछ नि रोटी लुला भयो रोटी साह्रै राम्रो भयो पिठो बिहानै ढडेको थिएँ कि ढडिएछ जानु पुग्यो होला मजाले झर्नु पिठोमा त ढालिएर भएन निसादी रोटी पकाउँदै हुनुहुन्छ यहाँ गुमा दिदी सब्जी बनाउँदै हुनुहुन्छ बुवालाई लु भयो भयो हेलो गाइस अब मैले चाहिँ रोटी पकाइसकेँ रोटी चाहिँ यता यति छ उता उता त्यहाँ पनि छ अब रोटी पकाइसकेँ अब म के गर्नु ताई निकाल्छु म तातो तातो भयो रोटी पनि पाएको डढो है यो त ल हो लास्टको के हो यो लास्टको त के भयो भान्से के आएछ त भान्सेलाई रोटी पकाइसक्यो अब हामी खान्छौँ यो उल्टो यो चाहिँ उल्टो हेलो गाइस अब चाहिँ मैले रोटी पकाइसकेँ अब हामी सबै फ्यामिली बसेर रोटी खाँदैछौँ रोटी खाँदैछौँ कस्तो छ रोटी भन रुपेश रोटी कस्तो छ मिठो छ आमा कालो भयो त रोटी कालो एकदम मिठो छ एकदम मिठो छ दाउनले गरेर हो दाउन पुगेर हाम्रो रोटी चाहिँ मैले जानी नजानी पकाएको हो धेरै राम्रो पकाउन चाहिँ आउँदैन छोरी कस्तो छ रोटी नरम छ नरम छ के गर्छन् यी आमा छोरा कति बाजेका हौ झगडा नगर भाइ ओ पापा खा छिटो
आज निशा ठुलो मम्मीको ह्यापी बर्थडे हो ह्यापी बर्थडेको केक खाने कि रोटी खाने के खाने अनि ठुलो मामुले ह्यापी बर्थडेमा केक नि ल्याउनुहुन्न रोटी खाने अब हामीहरू सबैजना रोटी खाएर रमाइलो गर्दैछौँ भन रोटी कस्तो लाग्यो यो चाहिँ कति कालो निसाले यत्रो पकाएर खुवाउँदा पनि जस दिँदैनन् बहिनीहरूले धेरै कालो भएछ भनेको नि अनि जस्ता दिएको हो कि तर के कालो आफैले खानु पकाउनु भएको यो चाहिँ तँ नखाऊ न त मलाई राखिदेऊ के भयो त मै खान्छु के भएको होइन आमा यो चाहिँ मै खान्छु त्यो कालो मलाई राखिदेऊ अब हेर्नुहोस् गाइस यति मजा रोटी पकाएर मैले खुवाउन यहाँ गरेँ मिठो पनि भयो भन्नुभयो तर लास्टमा अब्जस चाहिँ यसरी हुन्छ रोटी एउटा कालो भएछ है यो चाहिँ म खानु अरे अब ठिकै छ यो कालै रोटी भए पनि अब खानु पर्यो आफूले पकाएको मिठो छ गरेर तिमीलाई मिठो छ अब्जस छैन तिमी मिठो रोटी पकाइदिनु भएको नि साथीले के को अब्जस हौ हस् हस् बाई बाई